वीडियो में हम खेल रहे हैं सर्वाइवल मोड। तो यहाँ मेरा एक दोस्त है रिबोंटी, तो उसके साथ खेल रहा हूँ मैं सर्वाइवल मोड। जस्ट ऐसे ही पैसे साहिबा आए घर का ना, ऐसे तो सताए ना, देखूं तुझको चैन आता है। साहिबा नींदे वींदे आए ना, रातें काटी जाए ना, तेरा ही ख्याल दिन रहन आता है। साहिबा समंदर मेरी आंखों में रह गए, हम आते आते जाना तेरी यादों में रह गए। ये पलकें गवाही है, हम रातों में रह गए। जो वादे किए सारे बस बातों में रह गए, बातों बातों में ही, ख्वाबों ख्वाबों में ही मेरे करीब है तू। तेरी तलब मुझको, तेरी तलब जाना हो तू कभी रूबरू। शोर शराबा जो सीने में है मेरे, कैसे वजह मैं करूं। हाल जो मेरा है मैं किसी को बताऊं। मेरे साहिबा दिल ना किराए का, थोड़ा तो संभालो ना, नाजुक है ये टूट जाता है। साहिबा नींदे वींदे आए ना, रातें काटी जाए ना, तेरा ख्याल दिन रहना आता है। बिहानमा भयो नि जलसम्म 100 टन बस्छु म त। लाइट त बोकेँ मैले चिज पर टिप्दै गर्नु। कैसी भला जब होगी वो संग जो तेरे ढलती है, दिल को कोई ख्वाहिश नहीं, तेरी कमी खलती है। आराम ना अब आँखों को, ख्वाब भी ना बदलती है, दिल को कोई ख्वाहिश नहीं, तेरी कमी जाना खलती है। साहिबा तू ही मेरा आईना, हाथों में भी मेरे, हाँ तेरा ही नसीब आता है। साहिबा नींदे भी आए ना, रातें काटी जाए ना, तेरा ही ख्याल दिन रहना आता है। साहिबा नींदे भी आए ना, रातें काटी जाए ना, तेरा ही ख्याल दिन रहना आता है। कनेक्ट हुन्छ सुन्दैछ? सुन्दैछ? विच पनि इरी लाग्दैछ सी।
छिटो गरेर खोइ यहाँ के चार्ज त 1% हो 1% छिटो अहिले ला मार ला के आफै मोड दिदी जङ्गल छ त्यो यो जङ्गल भेट्यो अघि भेटेको मैले त्यो जङ्गल त्यही मरेको म पहिले हातमा राखेको थिएन मलाई थाहा छ नि जम्बी कहिले आउँदैन हातमा राखेको छ हात नर्मल छिटो भागो तेरे पछाडि क्लिपर यस बिहान हुँदैछ या बिहान भयो खाना चाहिँ लिएर जानु अझै गएकै अब त्यो ठाउँमा हिँड्नु भन्नु ब्रो लेखाको मेरो सामान नलैजाऊ है गिरिर लाग्दैछ जम्बीसँग त अब त लासला टिमटा गए एउटा सेलेक्ट एउटा सेलेक्ट
सेलेक्ट कति गएको यहाँ बाबा ब्ल्याक सिक्नेछ ओ पैसा पोनी पिक सेलेक्ट रिस्पोन्स के गरे त टच गरेर गइरहेको यो जिन जान्छु अब भात खाने हिँड्यो उयोसँग फ्रेन्च फ्राई खाँदैन अहिले काका मात्रै छ नसोरामलाई खाँदैन त अब किन किन है लागेन खानु के हुँदैन खाँदैन के भन्नु मन त्यही बनाएर दिन्छु सक्यो अब पिज्जा बना साँच्चै हो पिज्जा खाँदैन होइन मलाई खाँदैन 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 भोक लागिरहेको छ तँलाई थाहा छ मलाई होइन म अघि खाएँ
अपरेटर गर्दा ल अलिकति एडिटिङ गर्दैन के गर्नु आइसक्नु त्यो म एडिटिङै गरेको छैन पर्दैन म पनि अपरेटर बनेको छैन तँ पनि पर्दैन अपरेटर होइन रे त म तेरो वर्ल्डमा खेलिरहेको छु अहिले डान्स जस्तो गोल्ड गोल्ड नेपाल बनाउनुपर्छ तर यहाँदेखि झऱ्यो भने त मर्छ म केही त छैन तर मेरो माइन्डमा लाइक के फोटो मैले अघि देखेको हङ्गर मेरो अब कुद्ने बेला भएन ल यो मेरो एरिया यति र यहाँ पछाडिको पाउनु पाउँदैन अहिले भन्नु आइजल टोकिन्छ यहाँ पनि छ्याप्पै छ गोल्ड रुल त्यो किनकि त खोज्नुपर्छ खाना मन आँट्यो के भए पनि पाइँदैन प्लिज सुँगुर यस्तो कुरा मेरो भक्कु मासु छ होस् म आफै गर्छु आफ्नो मेहनतले सुँगुरहरू के छैन कि बल्ल बल्ल भेट्यो एउटा गोरु अब यसले त हान्नु पो हुँदो रहेछ तेरो मासु खान्छु म त कहाँ भएको राक्षस तँ कस्तो हरामी रह्यो म त म यहाँ हरामै मन आँटिरहेको छ हङ्गरबारले बास थ्याङ्क यू बिहान पारिदियो है हुन्छ तँलाई पनि सजिलो हुन्छ माइन गर्नु नपारेको ठिकै छ ल नाइस नाइस अब मलाई मासुहरू खोज्नु सजिलो हुन्छ हङ्गरबारले यहाँ मन आँटिरहेको छ फेरि गोरै भेट्छ है यो त कस्तो अहिले सुँगुर हो ब्राउन जङ्गली सुँगुर रहेछ खानुपर्छ यसलाई हेर्न सुँगुर पो रहेछ म त गाई भनेर कस्तो खाले पान्डा भेटेँ मैले मारिदिउँ पान्डालाई पान्डाको अब ब्याम्बो खानु वाटरमेलन यत्तिकै पाएँ वाटरमेलनले भर्दैन यी कति पाएँ न यी कति तोरेछ वाटरमेलन हेर्दैन न हङ्गरबार त होला हुन्छ नि अहिले सबै बोक्थ्यौँ 64,000 त बोकेरै रहेछ
पिलित्तै कत्रो कत्रो भर्दैछ नि न वाटरमेलनले टुटु भर्दैछ यी एउटा एउटा भएर इस टुटु भर्यो मेरोमा आर्टिकाको म मेरो केसमा म बाँच्नु त छैन म बाँकोमा छैन किन होला छैन किन होला छैन हैन किन 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 बाटो कता मैले थाहा छैन कहाँ पो बिर्स्यो विलेज पायो ओइ स्यान्ड विलेज स्यान्ड विलेज खास छैन त्यो हँ सेन्ट विलेज खास छैन खास छैन त्यो एउटा मुनि चेस पाउँछ थाहा छैन तँलाई टिएनटी हुन्छ अलिक लक हुनुपर्छ नि खास छैन होला त्यो छैन ब्रेड त पायो ओइ टिएनटी बनाउने सामान पनि पायो डेट छ तेरोमा आइरन बुलिन भेट्यो यस ब्रदर
ओ मिडु के यहाँ भित्र थाहा छ होला के डेजर्ट टेम्पल अब साइलेन्ट एक्स बनाइहालौँ न अब आइडेन्टिटी एक्स बनायो हुनुपर्छ जम्बी आउँदै चाल पाउँछ आउँछ नि लुक्दो अहिले मैले केकमा छ के खासै छैन हेर्न अहिले मात्रै त्यस्तै पर्खिन्छ नि है कमाल को लुक पायो टूट जाता है बेटा आयो स्पाइडर बचाओ कस्तो बाच्यो विलेजरले मार्यो हाउ कम प्यारेटले पेरिस द विलेजर स्यान्डको कुन स्यान्ड विलेजर जम्बी खाले विलेजर स्यान्डको हाउ कम के छैन तर सामानहरु हैन स्यान्ड खाले होला स्यान्ड खाले विलेजर जम्बी विलेजर भएको थियो हैन
भिलेजरले मारेको मलाई छक्कै पर्यो हाउ कम भयो नि एकछिन त म त बिहान पर्दै नि रुप्छ उड्जा म यहाँ बल्ल बल्ल आइरन पाइरहेको छु बिहान पर्न त अन्त चुप लगाएर बस तँ मर्नुपर्छ ल ल जोगाने गयो पारेको अरे यार स्केलेटन कहाँ दिन्छ हुन्छ कसै कोइलहरु मार गरे मोर्ने मलाई चाहिँ नमान न ऊ हेर्न भएन बिहान भयो अन्त होइन रमिलो करा थियो अलि कोही गोल्ड मात्रै छ त एप्पल छ लिन एप्पल साथै एउटा गोल्ड खेल्यो के भयो कसम मोटो भएको आएको गोल्ड भएको बेलामा आइज न गोल्ड भेट्यो ए न त आएको त तेरो छेउमै पुग्यो नेमटेक देख्यो मार्छु मेरो नि आइरनको सर्ट आइरन मेरोमा गोल्डको सर्ट छ देखेको छ त्यहाँ गोल्डको एकछिनमै फुट्छ आइज खेल्ने गोल्डको फुट्दैन त्यो उयो इन्ट्यान्टमेन्ट हालेर मात्रै हो यो मेरो प्लेस अघि भनेको थिएँ गिल भनेको थिएँ तैँले बुझ्दै ऊ तेरो प्लेसमा चाहिँ यहाँको माइनिङ नगरे कमाइङ गरिसक्यो त्यहाँको सबै आइरनहरू अहिले मेरोमा कोल छैन स्मेल्ट गरेर केले आर्मर बनाउनुको लागि ओइल मात्रै लैजाए लैजाला गोल्डहरू टुट लान्छ त्यो डायलग त देखेको नि मैले आइरन टिपिदिनु पर्यो उज्जा अहिले जे पनि टिप्दै गर्न बक्सिहाल्छु यो देखेको यो छ हौ मेरो पछाडि क्रिपर आयो पर्क्यो ऊ आइरन म होइन क्रिपर है आइरन बन्ने यो के हो ओ मोटे जोक्नाने बाक किपला मानु ला गइस ल अझै गइस ल यसरी भनेको त गइस निदु जोग्न रे आफ्नो प्लेसमा जा भन्दैछ है किन मारेको भाइ माथि हेर माथि सुपरम्यान जतिकै आउँछ नि यता आइला अब रियल लाइफमा मार्छु तँलाई दुईटा प्लेस चाहिँ मेरो एउटा उतापट्टि छ एउटा यहाँ अघि डिल गरेको याद छ होला नि छोड्दै मैले किन्ने के भेट्यो माइङ साफ यहाँ छ तँ अन्त जोगरेको कस्तो गेममा गएको अघि डिल गरेको बिर्स्यो माइङ साफ भेट्यो भनेको मैले यहाँ तेरो के पो थिएन अलिक साइडपट्टि यहाँ जोगरेको त्यो मेरै हो अघि डिल गरेको बिर्स्यो के याद दिलाउँ
यो माइनक्राफ्ट कति लम्बु छैन त स्टार्ट हुँदै खत्तम भयो त स्टार्ट हुँदै खत्तम भयो त यो माइनक्राफ्ट त म तँलाई खत्तम पार्दिउँ उयो पो त अझै एउटा उयो छ माइनक्राफ्ट छोड्दे त के गर्नु म यहाँ लुट गरिदिन्छु सबै सामान के यहाँ माइनिङ गर्नु हो क्या मिलेर खेल्ने कि नखेल्ने मिलाएर मिलेर लिएर त खेल्दैन एउटा घरमा घर बनाउनु पर्यो एउटा घर ओइ उही को यो माइनक्राफ्ट बन्द गरिदिने बिहान पारिहाल्छ छिटो म कस्तो बच्यो साथी गएर त खेल अन्त छिटो बिहान पढ्न त ओइ अघि तपाईँ भन्ने चिटिङ छैन अघि कति गरी टिटी भयो अब चाहिँ अहिले म यहाँ भिडियो बनाइरहेको छु यहाँ चुप नान्न स्केलेटन मोडे मेरो हाल्यो पावर अफ हेले ल के हो यो त किन यहाँ त्यस्तो पढाइ आउँदैन ओ पैसो यहाँ क्लोज गरिदियो यहाँ वाटर बर्केदै छैन मैले बनाएको थिएँ नि आइरनले झुकेर गरेपछि क्रिपरले गर्छ अहिले भिडियो बनाएको के भन्छ मलाई क्लच गर्ने सामान त मेरोमा एउटा छ एउटा चाहियो सुन्नु मन छैन त ओ भाइ के क्लोज गरिदियो ल्याइदेन न यसले क्लोज गरेपछि हेर हुन्छ त यो त एउटा क्लोज गर्ने थाहा छ तँलाई थाहा छैन होला तर त्यो जतिकै भएको क्लोज गरिसक्यो अहिले अहिले क्लोज चेलेन्ज डाटा हालिदिनुको हुन्छ मलाई सधैँ भने
हो त छोडेको म त्यसले टिपी गर्छु त्यो म यहाँ आइरन माइन गरिरहेको यो म माइन गर्न आँटिरहेको थियो मेरो एरिया भन्दा बुझे अहिले त्यो माथि जाने हो अन्त वाटर बल गर्नु न नेदरमा जानु पर्यो नेदर आर्मर भनेर आइदिन्छु ए के गर्यो मैले सुधो किन के तर खाउँछ जे गर्ने गर तर क्रिएटिभ दिन्छ नाटकसँग नि त्यो हुन्छ म क्रिएटिभबाट टिपेको त छैन भिडियोमा होइन म क्रिएटिभै भएको छैन फुट्यो यहाँ माथि लाभा छ बुझ्यो लाभा छर्छ लाभा आज मैले थाहा भयो ल यहाँ माथि कहाँ लाभा छर्छ आज म नेदरमा जानेको इन्तजाम भयो लाभा देखाएको यो लाभा यहाँ माथि छर्छ कतै यता लिक्विडिटी भयो यहाँ नै म क्रिएटिभमा छैन भने त छैन यहाँ ढाँटेको लागि होइन आइडिया माथिको चाहिँ फुटेन मेरो काटिरहेछ त्यो मर्दैन त स्केलेटन के हो एक्सले मर्छ एक्स होइन नचलाइ त्यहाँ एउटा गोल्ड यस्तो भन्ने पनि हिजो बुन्छ नि ओके न थाहा छ तुरिन्छ गर्दैन छैन ल्याग खाइदियो मेरो चार्जै भएको छैन 1% to 1% छ गएको हुन्छ त भोइस त क्या इमर्जेन्सीमा गएस् त कहिले बुझ्दैन फोनमा त इमर्जेन्सीमा गइदिएन राम सत्य राम सत्य राम लास्टमा कर्मको पनि गइहाल्यो राम शिवजी राम शिवजी राम त्यो हामी तिनजना के गर्छ सोच अहिले तिनजना लहु अरे यार आ त यो स्केलेटन अफ पनि भयो कहाँ छ त्यो मलाई त आर्मर भन्यो आज जाँदैन त्यो केसमा त लाइफमा एकखेप पनि छैन सामान आर्मरहरू बना न सिल्ड आइरन छैन सिल्ड बना न चिन्न यहाँ टिप्नै पाएको छैन बिहान चाहिँ पारिहाल्थ्यो मन्दा मात्रै बनाउनु बिहान राति जम्बीले डिस्टर्ब गरिबस्छ बिहान चाहिँ पार्ने यति तँलाई बिहान मसो बुवा फुर्किरा हुन्छ नि जम्बीहरूको अगाडि त्यही त फाड्न त त्यो छिटो अहिले टोक्लिङ हान्छु म तँलाई
जम्बीले मलाई नछोड्यो चाहिँ स्केलेटन र जम्बीले यति अनि गुड गर्ल राति पारिदिनु त्यहाँबाट गुड कल भन्दै गर्न ल गुड गर्ल अहिले राति पारिदिउँ स्योर होइन राति पार्नु होइन गुड गर्ल म तँलाई यस्तो हान्छु कि गोल छ 6 तर छैन लाइट कोई लाइट बत्ती 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 ती तेरो मम्मी यहाँ हेरे नि फोटो बोक्नुलाई त्यो कता फुटेको सबै त्यहीँ होला है तँ त म त कहिल्यै भेटेन किन हो हावा खान चाहिँ आउँछु ल यस्तो भन्नु सबैजना दाल भात खाइरहेको बेला म आएर मासु खाइदिनु अरे नि देवामा त्यो पानीभित्र के होला पानीभित्र छैन म हातै यता आइज माइन गर्नु मसँग एउटा आयो यो होइन ए आयो तेरो पछाडि आइज न मेरो पछाडि किन जम्मीहरू मेरो आधी हालेर हुन्छ अनि मेरो एउटा प्लेस छ माइनिङ गर्ने अघि राखेको तल झऱ्यो के भन्नु रड्यो ओइ सुपरम्यान ल यी पिछा हेर न सुपरम्यान पस आर्मर त बना न खुट्टा पनि कस्तो कति पुर्के छ हेर्दा यार हेर्दा बस अब कति पुर्के हेर्न हान्नु मन लाग्यो त्यो अन देखेर हान्नु मन लाग्यो ट्र्याप भयो त ट्र्याप के गर्नुपर्छ त तल फेरिदिनु ला त गइस ल अझै तँ गइस ल बुवा अझै त गइस ल हान्नु हान्छु ल त पक्रिनु सक्दैन जाउँ भन्छु छेउमै छेउ तँ गइस मर्न आँट्यो ला तँ गइस ल आउँछु तँ भाइ भाग्सी त तँ गयो आउँछु के भने तँ कहिले हान्ने आउँछु त गयो मेरो छेउमै छ पछाडि हान्दे कति छेउमा छ देखेको त लाग्छ तँले उसलाई आउँछु त गयो पनि छोड्दैन डन डन मुन आँटेर चाहिँ हाटेँ नि गएको मेरो अर्को म नेदर किन नेदर जानु भनेको क्यान्सल गर्नु पर्यो डायमन्ड आर्मर बनाउने के अरे उनीहरू नेदरले आर्मर चाहिने डाइरेक्ट नेदरको आर्मर बनाउँदा हुँदैन रक्सी खाएर आयो डायमन्ड आर्मर कति होला डायमन्ड आर्मर कति हुन्छ सबै सबै पार्ट
सुन्दैछ घोडा हिँडेको तल तल त्यही खुट्टा त्यस्तो छ यता बस्ने कि हुँ? यता बस्ने बस्दैन नि टाइम कति भयो हुन्छ 12 भएछ 12 भर्खर उम्, सुन्दैछ भेट्यो बल्ल त यता बाँच्यो यता नि नाली कति छ मेन ठ्याप्पै उता 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 अब यो त कप गइसकेको यो पुरा साह्रै पऱ्यो मागे यति आउँदैन अघि गइसकेको त्यो मेरो धान्थेको मैले यहाँ दुईवटा हेर्ने? भने नि एउटा मेरो भनेको थियो एउटा मैले भनेको थियो भाइ बाटोमा त चालु रहेछ नि हाम्रो युट्युब दाइ त मैले त सबै हुन्छु रियल लाइफमा भिलानु पर्दैन मैंने बोला कति चाहिँ चाहियो चाहियो होला त गर्छु बिहान पढ्थ्यो बिहान पढ्न लुकेर बस्छ म पनि यहाँ बसिरहेको बिहान पढिहाल्यो ऊ चाहिँ केफमा हुँदा बिहान पढ्ने रे म केफमा हुँदा नपढ्ने अहिले बिहान पढ्न भनेको हुन्छ बासो घोडा सुन्दै होला नि मेरो 16 आइरहन्छ चाहिँ के गर्नु हौडे आइरहे भरे त तँ म भएको आइहाल्यो आइरहन टिप्नु आउँदैन त्यहाँ नै हो मलाई ऊ धोकी जोखानेको मैले तँ होइन म पनि होइन तँ पनि होइन म मटन करी चिकन करी चिकन करी चिकन करी 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 मटन करी मटन करी चिकन करी मटन करी 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 कैसा लगा मेरा मजाक। तो दोस्तों आप लोग नेक्स्ट पार्ट देखने के लिए लाइक और सब्सक्राइब